यो भिडियो हेरुन्जेल तिम्रो दिमागले तिमीलाई हजारौँचोटि झुटाइसक्छ। तिमी भन्लाउ मैले मेरै आँखाले देखेको कुरा चाहिँ कसरी झुट हुन्छ? तर रियालिटी के हो भने नि तिम्रो आँखा क्यामेरा होइन क्या, र तिम्रो ब्रेन स्क्रिन होइन। तिम्रो ब्रेन एउटा डार्क बक्स भित्र थुनिएको छ जसले इलेक्ट्रिकल सिग्नल्सबाट गेस गर्छ। हामीलाई लाग्छ हामी पुरा संसार एचडीमा देखिरहेछौँ, तर हाम्रो रेटिनामा एउटा यस्तो ठाउँ छ जहाँ अप्टिकल नर्भ्स ब्रेनतिर जान्छ। त्यहाँ लाइट सेन्सर नै हो, त्यो ठाउँलाई चाहिँ ब्लाइन्ड स्पट भनिन्छ। किन तिमीले त्यो अँध्यारो ठाउँ देख्दैनौ त? किनकि तिम्रो ब्रेन एउटा कन आर्टिस्ट हो क्या। यसले साइडको प्याटर्न हेर्छ र ब्ल्याङ्क स्पेसमा कपी पेस्टिङ गर्दा जस्तो गरिदिन्छ। द मिसिङ 40 मिनट्स के तिमीलाई थाहा छ? तिमी दिनमा लगभग 40 मिनट्स जति आउँदो हुन्छ। जब तिमी आँखा घुमाउँछौ नि, इमेजिन गर यदि तिम्रो फोनको क्यामेराले घुमाउँदा ब्लर नआउने गरी एडिट गर। हामीलाई मोसन ब्लरबाट हुने रिङ्गताबाट बचाउन फुटेज नै डिलिट हालिदिन्छ। तिमी एकचोटि ऐनामा हेर, तिमीले आफ्नो आँखाको मुभमेन्ट कहिले पनि ऐनामा देख्दैनौ। द 7 सेकेन्ड चोइस इल्युजन। अब एउटा यस्तो झुटको कुरा गरौँ जसले तिम्रो आइडेन्टिटी नै डिलिट गरिदिन्छ। तिमीलाई लाग्छ तिमी आफ्नो लाइफको पाइलट हो होइन, बट दिस इज रङ। तिमीलाई लाग्छ तिमीले अहिले यो भिडियो चुज गरेर हेरेको हो, राइट? रङ। तिमी केवल एउटा स्पेक्टेटर हो क्या। सुन, 1980s बेन्जामिन लिबिटले एउटा इम्पोसिबल एक्सपेरिमेन्ट गरे। उनले मान्छेको ब्रेनमा इलेक्ट्रोड्स लगाएर एउटा सिम्पल स्विच थिच्न भने। उनले के भेटे भने मान्छेको दिमागमा रिडिनेस पोटेन्सियल एउटा इलेक्ट्रिकल स्पार्क त्यो स्विच थिच्नुभन्दा हाफ अ सेकेन्ड अगाडि नै क्रिएट भइसकेको थियो। मतलब हाफ सेकेन्ड अगाडि नै त्यो स्विच थिचौँला भनेर चाहिँ ब्रेनमा आइसकेको थियो क्या। यसको मतलब बुझ्यौ त? तिम्रो कन्सियस माइन्डले म बटन थिच्छु भनेर सोच्नुभन्दा अगाडि नै तिम्रो सबकन्सियस माइन्डले डिसिजन गरिसकेको थियो। एक्ज्याक्टली त्यसरी नै जसरी एउटा पपेट मास्टरले डोरी टानेपछि मात्र पपेट हल्लिन्छ। तिमी पपेट हो र तिम्रो सबकन्सियस माइन्ड मास्टर। मोडर्न साइन्सले त झन् के भन्छ भने धेरै जसो कम्प्लेक्स डिसिजनहरू तिम्रो दिमागले 7 सेकेन्ड अगाडि नै फिक्स गरिदिन्छ। तिमी कुन टी सर्ट लगाउने, के खाने, कसलाई आई लभ यु भन्ने, लाइक छोडौँ, यो सबै प्रिप्रोग्राम्ड हुन्छ। तिम्रो दिमागले तिमीलाई झुट बोल्छ कि यो डिसिजन मैले गरेको ताकि तिमीलाई कन्ट्रोलमा छु जस्तो लाग्छ, बट एक्चुअली इट्स नट। टाइम ऱ्यापिङ एन्ड सर्भाइभल स्क्याम। किन एक्सिडेन्ट हुँदा चाहिँ सबै कुरा स्लो मोसनमा भएको जस्तो लाग्छ, या किन एउटा बोरिङ क्लास चाहिँ 2 घन्टा जस्तो लाग्छ? खतराको बेला तिम्रो ब्रेनको एउटा पार्ट एमिगडेला ओभरड्राइभ मोडमा जान्छ। यसको काम हो तिमीलाई बचाउनु। यसले त्यो स्पेसिफिक मोमेन्टलाई चाहिँ हजारौँ एक्स्ट्रा डिटेल्समा रेकर्ड गर्न थाल्छ। तिम्रो दिमागले रियालिटीलाई हाई फ्रेम रेटमा क्याप्चर गर्छ। जब त्यो इन्सिडेन्ट सकिन्छ, तिम्रो ब्रेनले त्यो धेरै डाटालाई प्रोसेस गर्दा तिमीलाई लाग्छ कि ओहो त्यो मोमेन्ट हेर त्यत्रो लामो थियो। बेसिकल्ली टाइम क्लकमा होइन, मेमोरी डेन्सिटीमा डिपेन्डेन्ट छ। धेरै मेमोरिज इक्वल्स टु लामो टाइम। तिम्रो ब्रेनले रियालिटीलाई स्लो मोसनमा रेन्डर गर्न सक्छ केवल तिमीलाई बचाउनको लागि। टाइम एउटा कन्स्ट्यान्ट कुरा होइन, यो केवल तिम्रो ब्रेनले बनाएको एउटा इलास्टिक इल्युजन हो। द कन्फर्मेसन बायस। लास्ट स्क्याम। तिम्रो ब्रेनले तिमीलाई डम्ब हुन फोर्स गर्छ। ब्रेन एउटा लेजी मेसिन हो जसलाई इनर्जी बचाउनुपर्छ। त्यसैले यसले तिमीलाई झुटो बोल्छ कि तिमी जेमा विश्वास गर्छौ नि त्यो मात्र सही हो क्या। अरूले भनेको त सुन्नै मन छैन क्या। त्यही हो, यसलाई साइन्समा कन्फर्मेसन बायस भन्छ। तिम्रो ब्रेनले त्यो सबै फ्याक्ट्सलाई डिलिट गरिदिन्छ जुन तिम्रो ओपिनियनसँग म्याच हुँदैन। यसले तिमीलाई एउटा इको च्याम्बरमा थुनिदिएको जस्तो सुनिदिन्छ जहाँ तिमी केवल आफ्नै आवाज मात्रै सुन्छौ क्या, अरूको केही नि सुन्दैनौ। के हो यस्तो?